हेलो गाइज व्हाट्सअप आयो तपाईहरु सबै सन्चै हुन्छ होला म नि सन्चै आरामै छु हैन अब आजको दिन चाहिँ यहीँबाट सुरुवात हुँदैछ हाम्रो है अब खासै केही छैन आज चाहिँ हामी कहाँ जाँदैछौँ रेडी भएको देखिसक्नु भयो होला हैन आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि उता दिलीप सोल्टी घर चाहिँ पूजा रहेछ अनि पूजामा हामी जाँदैछौँ अनि हाम्रो यहाँनिर हुनुहुन्छ ठुल्लाई यहाँनिर ठुल्लाई यहाँ ठुल्लाई हुन्छ उहाँ कल्पना दिदी हुनुहुन्छ हैन रमेश दाई मेन भनेको चाहिँ हाम्रो रमेश दाई है हाम्रो रमेश दाई हामीसँग नभएसम्म हामीलाई केही हुँदैन रमेश दाईको यहाँ चाहिँ हाम्रो रमेश दाई हेलो हेलो के छ खबर खाऊ चस्मा लगाइदिनु न चस्मा लगाउनु न डेट यस्तो यहाँ लगाइदिनु यार यो त फेरि रमेश दाईले यति अझै फेरि मार्केट हरेन खाइदिन्छन् कि रमेश दाईले फेरि अब हामी चाहिँ रेडी भएर जान लागेको ठुल्दालाई पर्खेर बजेर चाहिँ ठुल्दा उता रेडी सेडी भएर आएर रमेश दाईले राम्रो अब हामी जान्छौँ उतै गएर देखाउँछौँ के हुन्छ कस्तो हुन्छ होइन अनि अब आजको दिन पनि यहीँबाट सुरुवात भयो कस्तो के हुन्छ हामी देखाउनेछौँ होइन त रमेश दाई अब उतै गएर देखाउने हो ल अब उतै गएर देखाउँछौँ के हुन्छ कसो हुन्छ अब यहाँनिर चाहिँ टेन्सन हुन्छ होइन रमेश दाई फेरि खरो हो क्या मान्छे डाइटे खरो छ कहिले स्याउ सक्यो कि पोक्यो उता त हान्नु न हान्नु त्यही हान्नु न हान्नु एउटा त्यही अब हामी चाहिँ यहाँ बिहानदेखि खाना खाएको छैन होइन अब यही स्याउको भरमा हो स्याउ खायो अब त्यतिर प्रसाद खानुपर्ने हुन्छ होइन रमेश दाई अब खान्न एउटा खानु भनेको ल अब उतैतिर देखाउँछ फर्किँदा बर्गर हाउस बस्नुपर्छ है ल अब हामी चाहिँ हिँडेको होइन यहाँनिर पछाडि चाहिँ 3 जना अगाडि चाहिँ 2 जना अब यहाँनिर चाहिँ दिदी म निश्चल बस्छु यहाँ ठुल्लाई चाहिँ ठुल्लाई ओ ठुल्लाई तिमी अगाडि बसेर रमेश दाईलाई बाटो देखाऊ है ल अब हामी चाहिँ रमेश दाई रेडी हो ल आयो रेडी ल अब हामी जान्छौँ उतातिर गएर देखाउँछौँ ल है त चल्दैमा ल हामी चाहिँ यहाँ आइसक्यो होइन यहाँ दिलीप सोल्टी घर यहाँ ठुल्लाई के भन्न चाहन्छु ठुल्लाई एकदम गर्मी छ है गर्मी यति भयङ्कर गर्मी छ कि कुरै छोडिनु तै पनि अब हामी त्यस्तो गर्मीसँग त बाल मतलब लाग्दैन घरमा बस्ने मान्छे बाक्ला हान्दैन हामीलाई फेरि अनि साँच्ची रमेश दाई मेला लागिरहेको त्यहाँ के हो जान के हो मेला लागिरहेको छ जाने दिउँसो के हो दिउँसो भुराभुरीको राति सेयरको हो क्या राति चाहिँ को अरे सेयर ल जाउँ ल रमेश दाई हामी चाहिँ अब आइसक्यो अब त्यहाँ के कस्तो छ देखाउने छौँ कार्यक्रम भइरहेको छ अब त्यही गरेर देखाउने छौँ है त ल सुरु भइरहेको छ उहाँ हाम्रो दिलीप सोल्टी हलो गरिदियो ल यहाँनिर चाहिँ पूजा यहाँनिर पाक्ने कार्यक्रम यहाँ कुकम्यान यहाँ हाम्रो दिदी हुनुहुँदो रहेछ है यहाँनिर यता हालिदिनु दिदी हलो गरिदिनु यहाँ हलो गरिदिन्छु यहाँ कुकम्यान यहाँ रेसिपी त्यही त यहाँनिर यस्तो दामी यहाँनिर उहाँ हाम्रो सोल्टिनी छ है उहाँनिर चाहिँ ट्याक्क उहाँ हाम्रो दिदीले उहाँ छुट्टै रेसिपी ल यहाँनिर बन्दैछ है त ल लगाइ यहाँ चाहिँ पूजा भर सुरु भएर रहेछ सकिनलाई अझै 2-3 घन्टा लाग्छ अनि रमेश दाई चाहिँ जान लाग्नु भएको छ हामीलाई छोडेर अहिले आउनु छ दाई जाने बस्नु न त के भन्छ ठुलै राम्रोसँग जानु होला है फेरि भेट्दै गर्नु है रमेश दाई आउनु है भन ल रमेश दाई चाहिँ जानु लाग्यो रमेश दाई कतिखेर आउने यहाँ सुन्नु न ल रमेश दाई जानु लाग्छ नि अब अहिले के हुन्छ है त ल अगाडि चाहिँ पूजा सकिन्छ टाइम लाग्ने रहेछ अनि ठुलै अनि 5-6 बज्ने रहेछ अनि यसो भोक लागेर यहाँ चटपटे मगाएको छौँ चटपटे दिन्छ चटपटे पार्टी यहाँनिर राम्रो यहाँ भान्जो ल आरती अब आउने आरती चाहिँ छ आरती सारती भयो अब हाउन्डे लास्ट हाउन्डे ल्याएर चाहिँ अब यहाँले हाउन्डे चल्यो हजुर
लगाइज होइन फाइनली हामी चाहिँ घर आइसक्यो है पूजासुजा सक्यो पूजा चाहिँ अलिक ढिलो भयो क्या पुरेज बाजेले ढिलो गरिदिनु भयो अनि पूजासुजा सक्यो अनि टिकासिका लाएर पञ्चमित खाएर अनि हामी चाहिँ हिँडेको प्रसादहरू चाहिँ हामीले यहीँ लिएर आएको थियौँ होइन अनि यति भन्दै आजको मिनी भ्लग चाहिँ म इन गर्न चाहन्छु होइन आयो आशा छ तपाईँहरूलाई राम्रो लाग्छ भनेर है अनि फेरि पनि अब राम्रो राम्रो भिडियोहरू लिएर आउनेछु यति भन्दै म चाहिँ आजको यो भिडियो म इन गर्न चाहन्छु तपाईँहरू अझै पनि माया गरिदिनु होला लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला है यति भन्दै लगाइछ है त